साथीहरू यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि हामी चाहिँ आज करेन्ट खाना गइरहेका छौँ कि सबैले पुरै भिडियो हेरिदिनु ल। खासै त्यस्तो केही पनि लिएको छैन, त्यति करेन्ट र यो मात्र हो। साग पनि थोरै छ किनकि सागको सिजन छैन अहिले, यति छ। अब हामी चाहिँ सबैले खान्छौँ, हेर्नु ल, हेरेर इन्जोय गर्ने ल। मन्ताना पनि केही बोल्दिनँ। तर अचेलको करेन्टमा के भएर हो, पहिला जस्तो पिरो चाहिँ हुँदैन। गफको ध्यान नत्र अडिसनहरूलाई झ्याउ हुन्छ कि है भिडियो हेर्नु। त्यसै सागमा यसरी र्याप गरेर खानु कस्तो मिठो हुन्छ। मैले उसमा देखेको थिएँ कि त्यो चाइनिज साग भए चाहिँ झन् मिठो हुन्थ्यो। खाएको ला गाईचारू यसरी भिडियो गरेको थिइनँ कि पहिलोचोटि बनाएको थिएँ यसरी चाहिँ। अन्डा पनि खाएको। कति मजाले यो त कस्तो मजाले भएछ हेर्दा हात बहिनी मजाले भएछ। सागै देख्नु साग पनि देखाउनु हालिदिउँ। म त नाना हाल्नु ल, किनकि नानाले भेटाउँदैन। तान न नाना तान्नु। साग फेर भयो क्या है। किन्नु गएको पसलमा पनि छैन रहेछ हौ साग। भिडियोमा देखेन जस्तो छ हौ हाम्रो नानालाई। मजाले भुल्दैन रहेछ नि त। यो चाहिँ सादैको होइन, यो चाहिँ फ्राई गरेको। सादैकोमा चाहिँ किनकि अलिक चखिलो हुँदैन कि है, यसरी मात्रै मिठो हुन्छ। काँक्रो मिठो हुन्छ। बोल्नु न, गफ गर्नु न मिठो मिठो है। तान्नेको छैन पछाडिबाट तान्छु नानी आउनु तपाईँ के हुन्छ। ए तानेको मेरो घोडा खासै यसरी भ्लगहरू बनाएको छैन कि त्यही भएर खासै बोल्न आउँदैन हामीलाई। गाइस हामी चाहिँ पानी खायौँ। साग हाल्यौँ मन्दानालाई। मा चाहिँ भुइँमा थाहा बस्नुभयो अप्ठ्यारो भएर पिरामा। खोर्सानी भएको भए पनि मिठो हुन्थ्यो। गोलो खोर्सानी नै छैन रहेछ कि त पसलमा। सकेको रहेछ कागती थियो न। खोर्सानी पनि लामो खाएको थियो, त्यो पनि पिरो नहुने के अर्कै थियो हेर्दाखेरि। कस्तो बोल्नु न, ए गफ गर्नु न है। ए ल चाउ चाहिँ देख्ने त्यति बनाइसक्यौँ।
अब सकिनु पो आँट्यो कि खालके हामीले त देख्छौँ अब त्यो सुरुदेखि चाहिँ भिडियो गर्नु पर्छ है पकाएको देखि गर्नुपर्दो रहेछ अर्कोचोटि बनाउँदा चाहिँ सुरुदेखि नै देखाउँछौँ तेल कसरी हालेको रहेछु है हल्का तेल भएछ त्यही त भरे यस्तो खाएपछि रिजल्ट कस्तो आउँछ त्यो सबैलाई थाहा छ पहिला पहिला त म कति खान सक्थेँ अचेल त पहिला जस्तो खान्न यो गर्ने धुनमा कट गर्दै गर्दै एडिट गर्दा क्यापकटमा एडिट गर्दा लाउँछ कि सकिनै लाग्यो अब चाहिँ बोल्नु न बोल्नु न केटी हो खाइ पनि सकिँदैन कि के हो खाँदै गएपछि यति खान्छु जस्तो लाग्छ खाँदै गएपछि अगाइ हालिन्छ कि कतिवटा पकाएको अरे तिमीहरूले 8 प्याकेट 8 प्याकेट 8 प्याकेट तर मेरो साथी पहिला हुँदाखेरि हामी दुईजनाले मात्रै 10-12 प्याकेट पनि सक्थ्यौँ बेला बेलामा ब्याकग्राउन्ड साउन्ड चाहिँ आफ्नै के हाँसेको है लाउनै पर्दैन एड नै गर्नु पर्दैन साग नै सक्यो त्यस्तो पनि मिठो पो हुन्छ त नभएको बेला डाक्लै डाक्ला पनि तपाईँहरूतिर साग धेरै पाउँछ भने चाहिँ यतातिर ट्रान्सफर गरिदिनु होला हामीलाई सागको खाँचो छ राखेर खानु तपाईँहरूको कसले चाहिँ यो खाएर छोडेपछि अगाएपछि फ्याक्ने बानी नगर्नु राखेर खानुपर्छ पानी पनि एक सकिन लागेछ पैसाको नास्ता गर्नु हुँदैन है साथीहरू मैले खाइसकिन अब एकदेखि ल राखेर हुन्छ कि के गरेर हुन्छ भरे घटेर हुन्छ कि के गरेर हुन्छ खानुपर्छ गाइस मैले पनि खाइसकिन हेर्नुहोस् नखाने खन्जा भनेपछि म मात्रै रहेछु लास्टै पिरो भयो यो खाँदा कस्तो फिल भयो आफ्नो प्रतिक्रिया दिनुहोस् अडियन्सहरूले भरे कमेन्टमा तपाईँहरूले खोइ कस्तो प्रतिक्रिया नै नदिनु भएको भन्छ कस्तो भयो खाँदा क्वेसन के म चाहिँ कस्तो भयो खाँदाखेरि एकदम दामी पिरो भयो अगाइहाल्यो दुईजना चाहिँ म चाहिँ खानु पर्यो अब खाली बिस्तारै गफ गर्दै खान्छु साथीहरू म यति खाइसकिन ल नानीले पनि छोडेर खाऊ न
मैले अगाडि जस्तो भयो खाएर ज्यान बनाऊ न खाएर ज्यान बनाउनु हुँदैन त्यो झोल राडो हो क्या है भेट चिप्लो भयो म पनि अगाडि जस्तो भयो तर भरे भोक लाग्ने बानी छ मध्य राति गाह्रो पो छ त मजाले घोलेन छ नि होइन त्यही भयो सेतो त्यो त कुनै कुनै गरेर बोल्दैन मैले फेरि हातै जस्तो छ मुनिको बराबर हाइस गाइस म चाहिँ यति रह्यो अब हिँडेँ बाई बाई नहेर्नु न एकछिन इन्डसम्म बस्नु सकाइसम्म बस्नुपर्छ क्या मलाई सकाइसम्म बस्नुपर्छ ल ल खाइसक न म साथी दिन्छु खाउँ यो पनि राखेर खाने अगाए जस्तो भयो चिप्लोले नत्र त के अगाउ थियो भेट चिप्लो तेल लगाएको थियो नि त तिमीहरूले तेल लगाएको छु क्या मैले धेरै यति लगाइपठाएको छु डेक्चीमा फेरि ठुलो हुन्छ नि त अर्काले नै सकिनँ ब्याकग्राउन्ड म्युजिक आधै लागिदिनु पऱ्यो यो ब्लग चाहिँ अहिले ल सक्नु आँट्यो सजिलो आज म है जस्तो फिल भयो त भेट चिप्लो भएर मैले सक्नु म चिप्लो अस्ति त झन् है छ्या अस्ति कस्तो नम्ठ्यो त्यो खल्लो न खल्लो त्यो खालको नम्ठ्यो हुँदैछ नि त एक खालको त त्यो त नल्याउनु त्यो रातो कलरको के खोल रातो कलरको सक्यो मुखबाङ भिडियो बनाउनेले यति यति गरेर खान्छ कसै सक्दै तर बानी हुन्छ बनाउँदै गएपछि मैले सकाएँ दुईजना नानाहरू सकाएन मैले सकाएँ पानी पानी नि सकाउँ बाँधेर खाएर पेट फुलेर भिडियोलाई इन्ट गरिदिउँ है हेलो साथीहरू तपाईँहरूलाई हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो होइन कमेन्टमा प्रतिक्रिया दिनुहोला अनि के कुरामा कमी कमजोरी भएको छ त्यो सजेसन नि दिनु ल हामीलाई त्यस्तो धेरै भिडियो बनाउन आउँदैन कि हामी त पहिले फर्स्ट हो त्यही भएर त्यस्तो धेरै बोल्नु नि आउँदैन त्यसरी भिडियो कसरी गर्ने त्यस्तो कुराहरू पनि खासै थाहा छैन त्यत्तिकै रहरले बनाएको मात्रै हो अनि तपाईँहरूले साथ सपोर्ट दियो भने चाहिँ हामी अर्को पालि च्यालेन्ज भिडियो लिएर आउँछौँ ल त्यो भिडियो हेर्नुलाई वेट गरिराख्नु बाई बाई भन्नु न नाना बाई गाइजहरू सपोर्ट गरिदिनु होला भने सबैले सपोर्ट गरिदिनु होला भन्नु सबैजनाले सपोर्ट गरिदिनु होला अब हामी चाहिँ गएको अगाडि बाई भिडियोलाई इन्ड गरिदिएको ल